छोड़ दे सब वास्ते नगर के तले आने तेरा वास्ते नगर हुन्छ छोड दे त्यही न वास्ते नगर नि सबै छ गाडीमा अच्छा प्याक भइएको छ त्यही नजना सिधा हामी लगभग 21 जना जस्तो बसेका छौं कस्तो हुन्छ अनुभव हेरिहालौ कतिको तल ठोकिन्छ त्यो पनि विचार गर्दै छौं कस्तो हुन्छ भाइ कता हो गाउँलेला नछोडा भाइ एकदम ठिक ल हामी टुरमा छौं आज जंगल सफारीको नलपुर यो चाहिँ हाम्रो थाहा छ यता आएर हाम्रो दाइको हुन्छ होटल व्यवसाय छ वरिष्ठ पादक छ कपडा पसल भन्नु नि दाइ अहिले कार्यक्रमको आयोजक पनि हुनुहुन्छ सेतो लगाउनु भएको पनि छ आँखामा लाउनु नभएको चस्मा टाउकोमा लाउनु देखियो भयो यता हुनुहुन्छ हाम्रो प्यारी यता हाम्रो भाउजू हुनुहुन्छ दुईटै भाउजूहरूलाई स्वागत छ र यता हाम्रो सानो डाउन पनि छ अगाडि गल हाम्रो भाउजू धना ल यता हेरिराखौ सब यता ल नानीहरू यता हेर ल अब जंगल सुरु भयो कस्तो सल्लाह गर्न हेर्नुस् रमाइलो लाग्ला झापड लाग्ला डिप्सन ख्याल गरे बाबु नानी हो त यो बाटोमा त हामी मोटरसाइकलमा नि हिँडेको थियौं आफ्नै गाडीमा नि हिँडेको यहाँसम्म चाहिँ नि हामी टाढा भएको छैन हिँडिराखेकै ठाउँ हो मैले पनि देखेको छैन र हजुर नानी आँखामा लाग्ला देख्नु भएकोले त ठिकै छ नदेख्नु भएकोले पनि एकचोटि राम्रोसँग हेरिदिनु हात्ती पनि आयो ऊ हात्ती हेर पहिला थिएन क्या हामी आउँदा आफै हेर्छ नहेर नहेर यसको नाम नि सानो 6 जना पैसा दिन्छ त्यसले खोला पैसा दे त पैसा दिसन पैसा देऊ न मामा यताले खाना दिनु पर्छ के
त्यहाँ नाकमा घोजिदिन्छ नाकमा यो पनि चुप्पा कति हरामी के आशीर्वाद दिन्छ हल्ला नगर ल गजानन्द आज्ञाले छोयाऊ उता नानीलाई छोइदिन्छ ल आज्ञा अरे सालू मोबाइल शनिश्चरी ताल शनिश्चरी तालमा आइएको छ बिचाली चारैतिरबाट जस्तै ताल जस्तै देखेको छ शनिश्चरी ताल संरक्षणको अभावले यो अवस्थामा छ भन्नु संरक्षण धेरै राम्रो त्यहाँबाट मन्दिर जस्तै टापु बनिरहेछ चारैतिर यो रेन्जरहरूको घर हो गीत किन बजाउने हिँडिरहेको बाटो ल्याएन रानी पुल बाटो मामालाई हेरे गैँडा देखेको छ त्यहाँ गैँडा हेर्नु
भिडियो बनाऊ भिडियो बनाउनु न हजुर होइन त्यहाँ हरिणहरूबाट टन्ने रहेछ त्यस्तै होला यो हात्ती एउटै हो भैँसीको प्रजाति दिएदाखेरि देखिएन तीनजनामा तिनीहरू डराउँछन् हामीले हेर्दा ओपनमा हामी डराइन्छ यिनीहरूलाई आफू टाउको तल गर्दा एकछिन यहाँ हेर्नु होला यहीँबाट देखाइदिन्छु ल बोल्न पाइन्न अरे अब हामी आस्ते आस्ते बोल्छौँ जस रमाइलो छ रमाइलो भन्दा पनि हेर्न लायक ठाउँ चाहिने रहेछ गहिराहरू जस देखिएको छ हजुर हजुर जस राम्रै रहेछ हेर्न लायक मजा आइरहेको छ हेरेको छ पछाडि झुन्नेर भए पनि यसरी बस्न त पाइँदैन तै पनि हामीले कोसिस गरेर के हुन्छ अनुभव लिएको हो बुझ्दा के हुन्छ सिक्न गर्दा के हुन्छ ट्राई गर्दैछौँ यस रमाइलो भइरहेछ खुसी लागिरहेछ नेपालको लायक ठाउँहरू हेर्दैछौँ नारायणी नदी हो नारायणी नदीको किनार अहिले हिँडिराखेका छौँ हामी यता पारीपट्टि चिताउनु हो भने यो वारी नवलपरासी हो हामी अहिले नवलपरासीतिरै नै छौँ चिताउन जाने पहिला त जान पाइन्थ्यो अरे अहिले यो पानी बढेको हुनाले उतातिर चाहिँ जान पाइँदैन सुनेको छु हामीलाई यता नवलपरासी जङ्गल सफारी आउँछ पानी नारायणीमा कम भएको भए उता पनि लानिन्छ भन्नुभएको छ पानीको बहाव बढी नै छ त्यो भएको भएर चाहिँ उता पाउँदैनन् जस्तो लागिरहेको छ नवलपरासी हामीले जति देखिराखेका छौँ आउनु भएको र देख्नु भएकोहरूलाई त ठिकै छ नदेख्नु भएकोहरूले चाहिँ हेरेर इन्जोय गर्नु होला यस्तै छ अब के गर्नु घुम्ने केही छ यहाँ कतिखेर मलाई दाउराले डिस्टर्ब गरिरहेको छ टाउकोमा लाग्ने गरेर आउँदो रहेछ जङ्गलमा छौँ हामी अब यो ध्यान दिनुपर्ने टाउकोमा ठोकिन नि सक्छ नारायणी हो यो हाम्रो सानो सानो पियारीहरू पनि छन् यता यिनीहरू एकदम विशेष पियारीहरू हुन् र हाम्रो डन पनि छ नि यहाँ आफू डन यिनलाई देख्दाखेरि गैँडा चाहिँ नि एकदम नजिक आउँछ बढी नै आएर गैँडा हो गीताले सम्मान त म त सक्छु
होला नि यिनीहरूलाई पनि कुन्टललाई छोप्दै यो त 2 टन छ होला धेरै होला 2 टन भन्दा त धेरै हुन्छ 2 टन भनेको त 200 किलो त हो नि हैन 2000 किलो बढी होला अझ त्यत्रो छ यहाँबाट छन् सँगै त्यही मान्छे पनि छन् हामी त्यता जान्छौँ अहिले ए खस्यो हामी कता जान्छौँ अब हामी हाम्रो बाटोसम्म जान्छौँ स्याल स्याल यहाँ कालो स्याल हेर त भान्जीलाई छुची बेटी हो कहाँ भान्जी छुची खै नवलपुरको जङ्गल सफारीमा हामी यहाँ नारायणीको छेउनेरी विश्राम गरेको छौँ। अहिले देखिरहेको भाग चाहिँ यो चाहिँ हामी नवलपरासी नै हो भने यतापट्टि जुन हाम्रो यो भाग देखिएको छ यो पानीभन्दा पारिपट्टि यो नारायणी नदी हो। नारायणी नदीभन्दा पारिपट्टि चितवन हो। हाम्रो जानकारी मलाई थाहा भए अनुसार त्यस्तै लाग्छ। यहाँ चाहिँ हाम्रो मैया उहाँ बुटोलबाट आएकी हुन् र एकदम हाम्रो यो टोलीभरिको एकदम राम्री हिरोनी यिनै हुन्। यिनीभन्दा राम्री यहाँ कोही पनि छैन। हाम्रो बुनु देखेको छैन यहाँनिर र बुनु के छ अनुभव कस्तो भइरहेछ? तिमीलाई जङ्गल सफारीमा कतिको आनन्द आइरहेको छ? के छ ठिक छ नि? केही छैन? हात आँधुको छेउ त अर्जुनले होइन गाडी आएको अचार खाने आएको शान्तिमा हेरायो त्यहाँ धेरै अगाडि ननिस्कदा हुन्छ। पछाडि नगर बाबु पछाडि ए यो ऊ यसको पान खान्छ नि उयो काँडाको होइन उयो काँडाको क्या त्यो काँडाको अब कहाँ फाल्दै फेरि भाइले नानीको ब्याग त्यहाँ छ उयो हो हो त नि कसले होइन भने ढ्याप पार्न ढ्याप गर्न बुटोल 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 भन् ढ्याप पार दल्ललेको टिकटै काटेको छैन मैले। को जङ्गलमा बस्ने देउताहरू यो बुढो गएर ए रुसमा टाउको तल गएर त नवलपरासीको हिरो यस्तो के सानो भन्दालाई त्यताबाट यता सेल्फी लिन भन्नु न गैँडा देखेको कस्तो दामी आउँछ कि दिदी दिनु त दिदी डराएर त चेतावनी देख्छु आमा यतै उ छुट्याउँछु क्या दबाई हुन्छ तान्त्रिकहरूले यत्रै सिसालाई 1000 मा किन्दा रहेछन् हैन कस्तो छाला हेर कस्तो
उताबाट भान्जालाई सेल्फी खिच्न दिनु भन्नु कस्तो राम्रो देखिन्थ्यो सबैजना आउने अरे ल पोज दे ठुलो रहन्छ दुबला टिकटक बनाइदिनु सक्नु न भान्जा अनि हामी त्यो पनि गराउनु न त्यो सानो भयो आवाज चाहिँ भोल्युम कम गर्नु तपाईँकोमा के लिएर आउँदो रहेछ एउटा पोर्ट्रेट खिच्छु दिनु त एउटा अन्त तल न त्यस्तो तल बस्छ न पक्का हुन्छ तपाईँ सबभन्दा ओपनमा आएको सरकारी जागिर नि आफ्नो यिनीहरूको पुरा स्पेल भए जाउँछ खाना पुरा स्पेल हो यति खुवाउने त्यही भएर यिनीहरूको दाँत छ अरू हातीको त दाँत निकाल्नु ह्याप्पी बर्थडे आफू देवचोली सिधा छौँ हामी अहिले देवचोली सिधा देवचोली डाँडाको तल
ओ मुक्कुको साथी उडे त्यहाँ फोटो खिचाउँछ बोटिङ सोटिङ गराइदिनु भने मान्छे कति भिड हुन्छ तर यिनीहरूलाई यहाँ वातावरण मन परेरै बस्यो नि होइन नेचुरली वरिपरि घरहरू छन् फेरि